चैत्र महिनाको माछागढ पूर्वमा रहेको आजको दिन रमाउने साउराको सीमा आजको दिन तुलसी हालेलुया। जसले सारा आकाश त्यति पनि त्योसँग सबै कुराहरूलाई सृष्टि गर्नुहुन्छ। साँच्चै किताब विशेष गरी प्रभातको दिनका निम्ति हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। प्रभु जसरी तपाईँको वचन भनेको छ कि 2 वा 3 जना मानिसहरू प्रभु एकै ठाउँमा भेला भइकन मेरो नाउँमा उपस्थित हुन्छ भने म तिमीको माझमा हुनेछु। प्रभु साँच्चै नै आज तपाईँ परमेश्वर प्रभु मानिस जातिलाई तपाईँको महिमाको निम्ति बनाउनु भयो प्रभु। अनि साँच्चै हामी सबैजना प्रभु एकै मन तन भइकन प्रभु तपाईँको नाउँमा उपस्थित छौँ। तपाईँको हातमा लाग्दछौँ। स्वयं पवित्र आत्माजीको उपस्थिति भइकन प्रभु नै आजको सङ्गति र अगुवाई गर्नुहोस् र महिमित हुनुहोस् प्रभु। धन्यवाद राउदी आशा नम्बर माग्छौँ येशू प्रभु तपाईँको नाउँमा। हालेलुया। साँच्चै नै यस भजनले चाहिँ हामीलाई
परमेश्वरको महिमा प्रशंसा र अनि उहाँको भजनलाई चाहिँ हामीले कसरी गाउनुपर्छ अनि कसरी उहाँको नाउँलाई उच्चार्नुपर्छ भनेर अनि हामी कतिपय संसारमा हामी जिउँदै गर्दा अनि हाम्रो दैनिकी जीवनमा अनि ईर्ष्या र देशले हाम्रो हृदय चाहिँ भरिरहेको हुन्छ। तर यहाँ भजन लेखकले भन्नुहुन्छ अनि तिम्रो मनबाट चाहिँ हृदयबाट चाहिँ तिम्रो त्यो ईर्ष्यालाई देशलाई सबै कुरालाई त्यागिदेऊ र सबैजना चाहिँ एकताको सूत्रमा चाहिँ अनि मिलेर चाहिँ एकअर्कासँग प्रेमको सन्देशलाई बाँडेर अनि परमेश्वरको एक साक्षी भइकन चाहिँ अनि उहाँको प्रशंसा र अनि उहाँलाई जय जयकार गर्नुपर्छ भन्ने चाहिँ हामीलाई सिकाउँदछ। जसले चाहिँ हाम्रो सिर्जना गर्नुभयो, जसले चाहिँ हामीलाई बनाउनु भयो अनि हामीले चाहिँ उहाँलाई नै आफ्नो मनबाट भज्नुपर्छ र उहाँको प्रशंसा गर्नुपर्छ भन्ने चाहिँ अनि यस भजनले हामीलाई सिकाउँदछ। साथै यस भजनद्वारा चाहिँ हामीले परमेश्वरको एकदमै प्रशंसा गरेका छौँ असल तरिकाले गाइकन। हामी 86 नम्बरको भजन गाउँछौँ। एकदम असल भजन रहेको छ, सबैले आउँछ। हामी भजन पनि गाएर परमेश्वरको महिमा गर्छौँ।
Hallelujah. हालेलुया हालेलुया पुस्तक 139 को हामी 13 देखि 18 सम्म हेर्नेछौँ। म पढ्नेछु अनि तपाईहरु सबैजनाले मेरो पछि दोहोर्याउनु होला। भजन सङ्ग्रह 139 यता निकाल्न सहयोग गर्नु त एलिना मिस भएको। यदि भेटाउन गाह्रो भयो भने अगाडि विषय सूची हुन्छ, ट्याक्क त्यहाँ जानेर भजन सङ्ग्रहहरू जुन भन्छ त्यही पुस्तकलाई हेऱ्यो भने पेज नम्बरमा आएर खोज्यो भने भेटाउन सकिन्छ। हामी हेर्नेछौँ भजन सङ्ग्रह 139 को 13 देखि 18 सम्म। शीर्षकमा यसरी लेखेको छ, सर्वज्ञ परमेश्वरको स्तुति। तपाईँ मेरो पछि दोहोर्याउनु होला। 13 पद, किनकि तपाईँले नै म भित्रका अङ्ग प्रत्यङ्ग बनाउनु भयो। तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नु भयो। म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब अदृश्यमा बनिँदै थिए मेरो रचना तपाईबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिए तपाईका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखेका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईका विचारहरू कति बहुमूल्य छन्। तिनको संख्या कति महान छ। तिनलाई मैले गन्नु परेमा ती बालुवाका कणहरू भन्दा बढी हुने थिए। जब म भिजन्छु तब म तपाईसँगै हुन्छु। आमेन हालेलुया। साँच्चै नै परमेश्वरले चाहिँ हामी जब अदृश्यमा बनिँदै थियौँ अनि हामीले हाम्रो शरीरको नबनेको अङ्गले उहाँले देख्नुभयो। अनि उहाँले चाहिँ हाम्रो आमाको गर्भमा नै हामी सबैजनाले रचिसक्नु भयो, चुन्नुभयो, नियुक्त गर्नुभयो। यसकारण चाहिँ हामी जब पृथ्वीमा आइसकेपछि उहाँलाई प्रशंसा र महिमा र धन्यवाद दिनु नै पर्छ। आउनुहोस् हामी केही कोरसहरू गाउँदै उहाँको नाउँलाई अझै उचाल्नेछौँ। यो आराधनाको समयमा हाम्रो पोइन्टमा दिनेछु र उहाँले यो अगुवाई गर्नुहुनेछ। हामी
हालेलुया। परमप्रभु हाम्रा परमेश्वर, सबै परमेश्वरलाई हामी धन्यवाद 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 भन्छौँ। तपाईँ परमेश्वरको नामको हामी प्रशंसा गर्छौँ। प्रभु तपाईँ परमेश्वरले फेरि हामीलाई आजको दिन यस घडी परमेश्वरको प्रशंसा गर्न सुन्दर मौका अनि अवसर तपाईँ भएको छ। हामी तपाईँ परमेश्वरलाई धन्यवाद भन्छौँ। परमेश्वरको नामको आराधना गर्छौँ। तपाईँ आराधनाका योग्य परमेश्वर हुनुहुन्छ। हालेलुया 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 येशू हालेलुया 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 येशू तपाईलाई महिमा दिन्छौँ। हालेलुया तपाईलाई नै प्रशंसा होस् प्रभु, तपाईलाई नै आराधना होस्, तपाईलाई नै जय जयकार होस्। हालेलुया हालेलुया। तपाईँ परमेश्वरका हामी आराधकहरू हौ, तपाईँका भक्तहरू हौ प्रभु। तपाईँका भक्तहरूलाई तपाईँले सम्हाल्नुहुन्छ, तपाईँले सुरक्षा दिनुहुन्छ, तपाईँ अनुग्रहमा तपाईँ यी भक्तहरूमाथि निरन्तर गर्नुहुने परमेश्वर हुनुहुन्छ। अचम्मक जो सृष्टि गर्नु हेर्छु तारा, सुन्छु गर्जनको प्रगाढ संसारमा तपाईँको प्रशंसा होस् ईश्वरको। कति महान कति महान प्रशंसा होस् ईश्वरको। कति महान कति
आमेन हालेलुया सच्चै नै पवित्र आत्मा परमेश्वर तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ प्रभु म मेरो इच्छाले बनिएको मानिस होइन मैले तपाईँलाई खोजेर भेट्टाएको होइन तपाईँले मलाई त नाउँ काढी काढिकन बोलाउनु भयो कि म तपाईँ परमेश्वरको आराधना गर्न सकूँ कि म तपाईँ परमेश्वरको प्रशंसा गर्न सकूँ हालेलुया माया भइकन म सँगै हिँड्ने परमेश्वर म तपाईँको प्रशंसा गर्छु प्रभु तपाईँलाई धन्यवाद यो घडी पनि तपाईँ हाम्रो छेउमा हुनुहुन्छ हाम्रो नजिक हुनुहुन्छ हामीले गरेका आराधना प्रशंसाद्वारा तपाईँ साँच्चै नै प्रभु महिमित पारिनु भएको छ स्वर्गीय सिंहासन गुन्जयमान भएका छन् प्रभु हाम्रा स्तुति प्रशंसाले पिता तपाईँलाई धन्यवाद होस् तपाईँलाई धन्यवाद परमेश्वर अब हामी बाँकी समय साँच्चै त्यो गवाई अनि वचनहरू सुन्नेछौँ प्रभु वचन बोल्नुहुने तपाईँको दास छोरासँग पनि तपाईँ हुनुहोस् हामीसँग हुनुहोस् साँच्चै नै प्रभु त्यो वचनलाई अनि सुन्नलाई हाम्रो हृदयका बुझ्ने मन अनि हृदय अनि त्यो ज्ञान तपाईँ दिनुहोस् पिता हामी आफ्नो ज्ञान बुद्धिले हामी केही गर्न सक्दैनौँ हामी आफ्नो समझले हामी केही गर्न सक्दैनौँ जब हामी आफ्नो ज्ञान बुद्धिमा हाम्रो आफ्नै समझमा हामी भर पर्छौँ हामी धोका खान्छौँ प्रभुजी तर तपाईँको वचनले साँच्चै नै हामीलाई जीवन जिउन सिकाउँदछ तपाईँको वचनमा साँच्चै त्यो अनन्त जीवन लुकेको छ पिता तपाईँलाई धन्यवाद सबै कुराको लागि प्रभुजी म तपाईँलाई धन्यवाद दिन्छु बाँकी समय प्रभु म तपाईँको हातमा राख्दै भाग्दछु उद्धारकर्ता येशू ख्रीष्टको पवित्र अनि उच्च मिठो नाममा आमेन आमेन धन्यवाद आफ्नो अप्लाई गरिदिनुभयो यसमा चाहिँ गवाईको रहेको छ तपाईँहरू हामी सबैजनाले हप्ताभरि पाएको आशिष गवाईहरू एकअर्कासँग बाँड्न सक्छौँ हामी सबैको निम्ति जुटाउनु भएको छ यसकारण हामी सबैजना एकअर्कालाई ताली बजाउँदै स्वागत गर्नेछौँ हामी जसरी प्रार्थना गर्दछौँ प्रार्थनामा सबैजना सहभागी भइदिनुहोला धन्यवाद धन्यवाद जीवन परमेश्वर हामी तपाईँलाई धन्यवाद दिँदछौँ प्रभु यस समयमा प्रभुजी हामीलाई सुन्दर समय दिनुभएको छ प्रभु यसरी हामी तपाईँको साथमा प्रभु यसरी हामी एकसाथ अनि एउटै मनको भएर प्रभु हामी यो ठाउँमा उपस्थित भएका छौँ प्रभु तपाईँको महिमा प्रशंसा गर्नुको लागि प्रभुजी हामीले भजन क्रोस गाएर तपाईँलाई उचालेका छौँ प्रभु हामीले आराधना गरेर तपाईँलाई उचालेका छौँ प्रभुजी तपाईँ महिमा प्रशंसाका योग्य हुनुहुन्छ प्रभु त्यसै गरी हामी प्रार्थना गर्छौँ विशेष गरी प्रभुजी हामी मध्यभागमा आएका छौँ प्रभु जुन वचन निम्ति प्रभु तपाईँको दासले प्रभु हाम्रो निम्ति जुन वचन तयार बनाउनु भएको छ प्रभु त्यो वचनद्वारा तपाईँले दासको प्रभु मुखद्वारा तपाईँ बोल्नु भएको छ प्रभुजी तपाईँ मध्यस्थकर्ता भएर तपाईँ चलाउनु भएको छ प्रभुजी जसरी हाम्रो शरीरको लागि प्रभु भोजनको आवश्यकता पर्दछ त्यसरी हाम्रो आत्मालाई प्रभु तपाईँको जीवित वचनको आवश्यक पर्दछ प्रभुजी त्यो वचन प्रभु हामीलाई सुन्नको लागि प्रभु सहायता गर्नुभएको छ प्रभु वचन सुनाउँदाखेरि अनि सुन्दाखेरि बाँधेर अनि हरेक अन्धकारका शक्तिहरूलाई हामी येशूको नाममा ढाल गर्दछौँ प्रभुजी धन्यवाद दिँदछु यस समय प्रभु वचनको समय तपाईँको हातमा राख्दै आशिष हुनुपर्छ येशू प्रभुको उच्च पवित्र नाममा धन्यवाद बहिनीलाई प्रार्थनामा प्रयोग गरिदिनु भयो अरू हामी यस समय वचनको समय बाँकी अगाडिको भागहरू आदरणीय पास्टर जोडको अधिकारीहरूलाई ताली बजाएर दिन्छौँ है त त्यही त धन्न जान्थ्यो हामीले एक हप्ताको अन्तरालपछि फेरि आज यो भेटघाट गर्ने मौका पाएका छौँ विशेष आजको दिन यो तराईको होलीको दिन परेर पनि हामी साना ठुला सबैजना सहभागी हुन पाएका छौँ सानो नानीहरू सबैसँग भेट हुन पायौँ धेरै धेरै खुसी पनि छौँ परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस् आज हामीले परमेश्वरको वचनमा यो पावल भन्ने मान्छेको बारेमा जसको नाम चाहिँ सुरुमा सावल थियो त्यो मान्छेले येशूलाई कसरी विश्वास गर्यो त भन्ने विषयमा आज हामीले परमेश्वरको वचन प्रेरित भन्ने पुस्तक छ बाइबलमा 66 वटा पुस्तक छ तपाईले यो बाइबलमा हेर्नुभयो भने हामी सबैको बाइबलमा 66 वटा पुस्तक छ 66 वटा पुस्तकहरू मध्ये सुरुको पुस्तकबाट 39 वटा पुस्तक गन्दै गयो भने त्यहाँ परमेश्वरले गरेको कामहरू र येशू आउने विषयमा
येशूले आएपछि के गर्नुहुन्छ भन्ने विषयहरूमा त्यहाँ बताएको हामी देख्छौँ। भने त्यसपछि मत्ती भन्ने पुस्तक सुरु हुन्छ अनि मत्तीदेखि प्रकाशसम्म जाँदा लास्ट पुस्तकको नाम चाहिँ प्रकाश हो। त्यहाँ जाँदा चाहिँ हामी 27 वटा पुस्तक भेट्छौँ। त्यो 27 वटा पुस्तक चाहिँ येशू ख्रीष्ट आउनु भएपछि, यो संसारमा येशू मानवको रूपमा फेरि यो संसारमा आउनु भएपछि उहाँले गर्नुभएको के कामहरू गर्नुभयो, उहाँको उद्देश्यहरू के थियो र उहाँ फेरि स्वर्ग जानुभयो र स्वर्ग गएपछि अब फेरि मानिसहरूको जीवनमा उहाँले कसरी काम गर्नुहुन्छ, उहाँले गराएका, उहाँले निर्माण गरेका चेलाहरू थिए, ती चेलाहरूले के कामहरू गरे र हामी कसरी जिउनुपर्छ भन्ने विषयमा चाहिँ मत्तीदेखि प्रकाशको पुस्तकसम्म हामी देख्छौँ। अनि प्रकाशको अन्तिम पुस्तक चाहिँ येशू आउँदै हुनुहुन्छ भन्ने कुराको घोषणा गर्छ र येशूले हामीलाई स्वर्ग लगेपछि पनि के गरेर कसरी स्वर्गमा हामीलाई राख्नुहुन्छ भन्ने विषय बारेमा पनि त्यसको विस्तृत वर्णन चाहिँ हामी प्रकाशको पुस्तकतिर, अन्तिमको पुस्तकतिर पाउँछौँ। अनि त्यही मध्येको येशू ख्रीष्ट आउनु भएपछिको पुस्तक हो प्रेरितको पुस्तक। यो चाहिँ तपाईहरुले निकाल्न सक्नुहुन्छ। मेरो बाइबलमा चाहिँ थोरै पेज फरक पर्न सक्छ। पेज नम्बर मेरो बाइबलमा चाहिँ 1488 1488 पेज नम्बर छ। नत्र साह्रै गाह्रो हुन्छ भने सुरुमा विशेष सूची छ। यदि हजुरहरूलाई म अझै सजिलो होला भनेर म सिकाउन चाहे, यता हेर्नु त, म एक्चुअली हजुरहरूलाई सिकाउनै पर्ने भयो हो। बाइबलको सुरुमा यहाँ 2 शब्द भनेर लेखेको छ, त्यसपछि सूचीपत्र भनेर लेखेको छ। त्यो सूचीपत्रमा कोहीमा इङ्ग्लिसमा पनि नाम लेखेको होला, तपाईहरुको बाइबलमा इङ्ग्लिस र नेपाली दुईटैमा नाम लेखिएको छ। त्यसो भएपछि तपाईले यदि पछाडी गएर भेट्दिन भन्ने हो भने तपाईले चाहिँ सरल जस्तो नयाँ करारबाट भन्यो भने पछाडी त्यहाँ खण्ड नयाँ करार भनेर लेखिएको छ सूचीमा। पुरानो करार भन्यो भने अगाडि माथिल्लो खण्ड, नयाँ करार भन्यो भने तलको खण्ड। जब हामी यसरी हेर्छौं त्यसपछि नयाँ करार भनेपछि मत्ती, मर्कुस, लुका भनेर हेर्दै जाने। अब यदि हामीले पछि गएर अझै यसको बारेमा धेरै जान्ने हो भने छिट्टै बाइबल फर्काउनलाई, छिट्टै जान्नका लागि के गर्नुपर्छ त भन्दा उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था, यहोशू, न्यायकर्ता, रुथ, शमूएल, राजा, इतिहास, इजरा, नेहेमिया, एस्तर, अयुब, भजन संग्रह, उपदेश, श्रेष्ठ गीत, यशाया, यिर्मया, बिलाम, हिजकियल, दानियल, होशे, योएल, आमोस, ओबद्या, योना, मिका, नहुम, हबकुक, सपन्या, हाग्गे, जकरिया, मलाकी। अब त्यो 39 वटा पुस्तक मैले कन्ट गरेको अब के छ, हाग्गे पछि मात्र जकरिया आउँछ भन्ने आउँछ नि त मेरो दिमागमा। त्यसपछि यहाँ खोज्दै जाँदै होइन हाग्गे पछि आउँछ भनेपछि बल्ल अब यसो पाना फर्काउनु दिन्छु के, नत्र फेरि त्यो मैले जानिनँ भने मैले फर्काइ गर्नुपर्छ। अनि कहिले छिट्टै अहिले सुरुमा छौँ हामीले बसेर छलफल गर्ने हुन्छौँ, तर चर्चमा गएर सङ्गति गऱ्यो भने मत्तीको पुस्तक 24 अध्यायको 20 पद भन्यो भने त मत्ती बुझ्दा हुँदैन, अर्कोले निकालेर पढ्दै गरेको हुन्छ, हामी अलमलमा पर्छौँ। त्यसो हुँदा यसरी चाहिँ हामीले कन्ठ गर्न सकियो भने त्यो ट्याक्क यो पछि यो आउँछ भनेर हामीलाई बुझ्नलाई, छिट्टै भेटाउनलाई पनि सजिलो हुन्छ। ल अब हामीले पढ्दै गरेको पुस्तक त्यो मैले आफै सारेको थिएँ। ल भयो हुन्छ, त्यति भए हुन्छ। ल ठिक छ ल आज हामीले सुन्ने वचनको शीर्षक छ साउलको अर्थात् साउलको जीवन परिवर्तन। प्रेरित 9 अध्यायमा हामीले भेट्छौँ। बाइबलमा यदि तपाईँ मोबाइल चलाउनुहुन्छ भने मोबाइलमा एप्स पाउँछ, एउटा बाइबल भन्ने, पवित्र बाइबल भन्ने एप्स भेट्नुहुन्छ। तपाईँले त्यो एप्सलाई इन्स्टल गर्नुभयो भने त्यसले एकदम थोरै स्पेस खान्छ, स्पेस पनि धेरै लिँदैन। बाइबलले भजनको पनि एप्स पाउँछ, अनि त्यसमा पनि तपाईँले गर्नुभयो भने अरू बेलामा पनि कहिले यात्रामा भयो, कहीँ भयो भने पनि त्यो बेलामा पनि हामी बाइबल पढ्न सक्छौँ। ल म सबैको निम्ति पढ्नेछु, मेरो निम्ति, हामी सबैको निम्ति म आफै यसलाई अध्ययन गर्नेछु। हुन्छ। साउलको जीवन परिवर्तन। साउल प्रभुका चेलाहरूका विरुद्धमा भनेको विश्वासीहरूका विरुद्धमा। ल भयो बाबु, हुन्छ। सिसा खोल्यौ।
ल स्याबास ल धन्यवाद आयुष बाबुलाई धन्यवाद छ अब त्यसलाई पर्दैन छोड्नुहोस् त्यसलाई केही गर्नै पर्दैन फेरि ओभर उज्यालो हुन्छ ल साउल भन्ने मान्छेको बारेमा हामीले यहाँ हेर्दैछौँ यसले के गर्दो रहेछ त भन्दा येशूलाई विश्वास गरेको कारण यिनीहरूले गलत गर्दैछन् नराम्रो धर्म यिनीहरूले मान्दैछन् हाम्रो धर्मको विरुद्धमा यिनले काम गर्दैछन् भनेर ती आफ्नो धर्मभन्दा विरुद्धमा नयाँ धर्म ल्याएकाहरूलाई पक्रिने काम तिनीहरूलाई जेलमा हाल्ने तिनीलाई ठिक पार्ने कामको एउटा मुख्य लिडरको रूपमा काम गर्ने मान्छे हो यो साउल भन्ने मान्छे 2 पद प्रधान धुनमा प्रधान पुजारी कहाँ गए 2 पदले भन्छ र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरुशलेममा ल्याउन पाऊ भनी दमस्कसका सभागारहरूको नाउँमा पुर्जी मागे जब साउल यात्रा गर्दै दमस्कसको नजिक पुगे अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो भनेपछि यसले लामो समयदेखि एउटा धर्मशास्त्रमा एकदमै ज्ञाता भनौँ यसलाई धर्मशास्त्रको पुरै ज्ञान भएको मान्छे हो साउल अनि यिनले कहाँबाट फेरि नयाँ धर्म लिएर आए हाम्रो ठाउँमा नयाँ कुरा सिकाइराखेका छन् भनेर यिनले अरू मानिसहरूले गलत सिकाउँदैछन् भन्ने बुझेर त्यहाँको प्रधान पुजारीबाट अख्तियारी लिएर लाइसेन्स लिएर विश्वासीहरूलाई पक्रने काम गर्थे अनि त्यही क्रममा उनी दमस्कस भन्ने ठाउँमा जाँदैछन् त्यो दमस्कसको नजिक उनी जब पुगे अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो स्वर्ग भनेपछि माथि आकाश भन्ने बुझ्छौँ हामीले प्रायः जसो आकाशबाट एउटा ज्योति चम्क्यो कहिले कहिले बादलहरू आएर चट्याङहरू पर्ने बेलामा एउटा आकाशहरू चम्केको हामी देख्छौँ त्यस्तै एउटा अचानक ज्योति त्यहाँ चम्केको छ त्यो ज्योति चम्किसकेपछि तिनी भुइँमा लोटे र तिनले यसो भन्ने स्वर सुने साउल साउल तिमी मलाई किन सताउँछौ के आवाज आयो अरे त्यो बेलामा मान्छे पक्रन हिँड्दैछ पुर्जी लिन गइराखेको छ कसलाई त भन्दा तिनै विश्वासीलाई समात्छु भनेर जाँदा जाँदै त्यही परमेश्वरले बाटोमा उसलाई त्यो बेलामा आफ्नो रथहरूमा गइराखेको थियो घोडाहरूमा त्यो रथहरूमा गइराखेको बेलामा त्यो ज्योति चम्किसकेपछि उनी भुइँमा लोटेका छन् अनि लोटिसकेपछि एउटा आवाज आउँछ तिमी मलाई किन सताउँछौ अब जसलाई सताइरहेको छ उसैले प्रश्न सोधेपछि त समस्या भयो नि त उसलाई त्यसपछि साउलले जवाफ दिए त्यहाँ तिनले भन्ने शब्द छ 5 पदमा तिनले भने प्रभु तपाईँ को हुनुहुन्छ अनि उहाँले भन्नुभयो म येशू हुँ जसलाई तिमी सताउँछौ त्यही येशू म हुँ आज तिमी कहाँ आएको छु तर उठेर सहरमा जाऊ र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ अब उहाँले त्यति मात्रै भन्नुभयो तिमीले सताएको येशू म नै हो अब तिमी फेरि फर्केर घर जाऊ तिमीले के गर्नुपर्छ त्यो सहरमा गएर कहाँ कहाँ के गर्नुपर्छ म तिमीलाई बताउने छु 7 पद तिनको साथमा जाने मानिसहरूले स्वर चाहिँ सुने तर कसैलाई देख्न नसक्दा अवाक भई उभिरहे यो आवाज कहाँबाट आछ भनेर अरू पनि छन् नि त गएका छन् त्यो पक्रन गएपछि त उसलाई त सुरक्षा दिने सुरक्षा गार्डहरू छन् अनि त्यो मान्छेले ती सबैले आवाज सुन्छन् तर कोही देख्दैन तर देखेको कसले छ त्यो साउलले मात्र देखेको छ तर आवाज चाहिँ सबैले सुनेका छन् त्यसपछि 8 पद तब साउल भुइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन् र तिनीहरूले तिनको हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए अनि 3 दिनसम्म तिनी नदेख्ने भए र न त खाना र पानी पनि पिए अब हेर्नुहोस् त्यो लोटिसकेपछि उसको आँखा के भयो ज्योति गयो आँखा त खोलेर अब जान्छु भन्ने बेला फर्किनेको भन्दा फर्केर जा भन्नुभएको छ जा भनेर यरुशलेमतिर जान्छु भनेर फर्कने क्रममा आँखै नदेखेपछि त समस्या भयो अनि घर पनि गयो अरूले नै बसाल्न सहयोग गरे अनि घरमा गएपछि पनि उसले आँखा नदेखेपछि मान्छेलाई कति पीडा हुन्छ मैले अस्ति नै एकचोटि एकजनाको देखेको छु अचानक आँखा देख्न छोडेर लट्ठी टेक्दै चचाउनु भएको थियो पछि हामीले प्रार्थना गर्यौं रमापुर अनि प्रार्थना गरेपछि
सायद उहाँले त्यसको भोलिपल्टबाट आँखा देख्न थाल्नुभयो। फेरि म पनि तर्सेँ एकछिन, ला के भयो यस्तो भनेर, किनकि राम्रै मान्छे हुनुहुन्थ्यो। अनि पछि हामीले प्रार्थना गरेपछि परमेश्वरले चङ्गाइदिनु भयो। अनि यिनले पनि त्यो आँखाले गर्दा साँच्चै परमेश्वरको विरुद्धमा मैले त गल्ती गरेको रहेछु भन्ने महसुस गर्यो। उसले 3 दिनसम्म व्रत बसेर प्रार्थना गर्यो, पश्चाताप गर्यो 3 दिनसम्म। हामीले त व्रत बस्दा कहिले आधा दिन, कहिले 4 बजे, कहिले 5 बजे, कहिले 6 बजेसम्म पनि बस्छौँ। तर उनीले चाहिँ रातिसम्म पनि केही खाएनन्। उनले कुनै कुराहरू पिएका पनि त्यहाँ हामीले देख्दैनौँ। पानी समेत नपिउने भनेपछि त कट्टर उपवास बसे उनी त 3 दिनसम्म। 10 पद, दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए, त्यो चाहिँ येशूका चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, ए हननिया। तिनले भने, प्रभु म हाजिर छु। अब उनलाई पनि यता परमेश्वरले जसले पक्रिराखेको छ त्यसलाई ठिक पार्नु भएको छ। उता फेरि येशूको बारेमा सिकाउने येशूको चेलालाई येशूले के भन्नुभयो, ए हननिया। अनि उसले भने, प्रभु म हाजिर छु भन्नुहोस्। 11 पद, तब प्रभुले तिनलाई भन्नुभयो, उठ र सिधा नामक गल्लीमा जाऊ र त्यहाँ यहुदाको घरमा एउटा साउल नाउँ भएका एकजना टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। किनकि अघि नै हामीले भन्यौँ 3 दिन उपवास बसेछन्। उपवास बसेपछि मान्छेले प्रार्थना गर्छ। उनले पनि उपवास बसेर प्रार्थना गरिराखेका थिए। त्यसले सेल्फी पनि लिनुहुन्छ। त्यसपछि उपवास बसेर उनले प्रार्थना गरिराखेका छन् भनेपछि अब अगुवालाई अप्ठ्यारो के त? जसका प्रभुले पठाउँदै हुनुहुन्छ त्यसका गए त त्यसले मलाई समाचार गरेर जेल हाल्छ, म कसरी जाने त्यसको घर भनेर हननियालाई त्यो खालको अप्ठ्यारो परिराखेको छ। तिनले दर्शनमा हननिया नाउँ भएका एकजना मानिस भित्र आएर तिनले दृष्टि पाउन् भनेर आफूमाथि हात राखेको देखेका छन्। अब प्रभुले के भन्दै हुनुहुन्छ, तिम्रो सावल भन्ने मान्छेले एउटा दर्शन देखेको छ, मलाई आएर हननिया भन्ने एकजना प्रभुको दासले प्रार्थना गरेपछि मात्रै मैले आँखा देख्छु भन्ने देखिरहेको छ त्यसले दर्शन। त्यसो भएको हुनाले तिमी जाऊ भनेर प्रभुले पठाउनुहुन्छ। तर हननियाले भने, प्रभु यी मानिसले यरुशलेममा तपाईका सन्तानहरूलाई कति धेरै खराबी गरेका छन्, सो मैले धेरैजनाबाट सुनेको छु। किनकि देखेको छैन, किनकि म देखे पर्यो भने मलाई समात्छ भन्ने छ। त्यसो मैले धेरैबाट सुनेको छु। त्यहाँ पनि तपाईको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पुजारीबाट तिनले नै पाएका छन् भने तपाईँले मलाई त्यस्ता कहाँ जा भन्दै हुनुहुन्छ। 15 पद, तर प्रभुले तिनलाई भन्नुभयो, जाऊ, किनकि अन्य जातिहरू, राजाहरू, इस्राएलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्। हालेलुया। कस कसलाई प्रचार गर्न रे? कस कसलाई? एउटा अन्य जातिहरूलाई, दोस्रो राजालाई पनि, तेस्रो इस्राएलका भनेको आफ्नै जात समुदायका मानिसहरूलाई पनि सुसमाचार प्रचार गर्नका लागि मैले त्यसलाई छानेको छु। किनकि हामी सानो मान्छेले त गएर राजालाई प्रचार गर्न सक्दैनौँ, प्रधानमन्त्रीलाई त मैले गएर प्रचार गर्न सक्दिनँ। त्यसो भएर ऊ जस्तो ठुलो मान्छेलाई परमेश्वरले छानेपछि उसको कुरो मानिसहरूले सुन्न सक्छ। त्यसकारण परमेश्वरले त्यो सावललाई छान्नु भयो। 17 पद, तब हननिया गए र त्यस घरभित्र पसे र तिनीमाथि आफ्ना हात राखेर भने, भाइ सावल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमी कहाँ देखा पर्नु भएको थियो, उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण हौ भनी मलाई पठाउनु भएको छ। तिमीले दृष्टि पाऊ भनेको तिमी निको हुने भनेको हो नि त। तिमी निको हौ भन्ने उद्देश्यले, चङ्गाई भन्ने छ हाम्रो भाषा भन्ने हो भने, तिमी चङ्गाई हौ भन्ने उद्देश्यले चाहिँ उहाँले मलाई पठाउनु भएको हो। 18 पद, त्यसपछि 18 पदले भन्छ, तुरुन्तै तिनका आँखाबाट पाप्रा जस्ता केही खसे। ल ठिक छ, तिनका आँखाबाट केही पाप्रा जस्ता केही खसे र तिनले फेरि दृष्टि पाए। तब तिनी उठे र बप्तिस्मा लिए अनि भोजन खाए, तिनले बल पाए। आमेन। आमेन। यदि तपाईँ र मैले पनि प्रभु येशू ख्रीष्टमा विश्वास गर्छौँ भने
र प्रार्थना गर्छौं भने येशू प्रभुले तपाईँ र मेरो प्रार्थना सुन्नुहुन्छ। येशू मसीहले तपाईँ र मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ। अघि नै पनि हामीले बिहान कुरा गर्दै थियौं। आज लालबहादुरजी हामीहरू त्यहाँ बत्तिसमा दिँदै गर्दा त्यहाँ बसेर कुराकानी हाम्रो भइराखेको थियो। हामीले प्रार्थना गर्यौं भने अब लालबहादुरले गरेको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ, किनकि उहाँलाई त्यो अधिकार येशूले दिनुभएको छ। जुन अधिकार येशूले मलाई दिनुभएको छ उहाँलाई त्यही अधिकार दिनुभएको छ। तपाईँ हामी सबैलाई पनि त्यही अधिकार येशूले दिनुभएको छ। अब मानव यो अधिकारको सन्दर्भमा तपाईँ र मैले कुरा गर्ने हो भने हननियालाई येशूले अधिकार दिएर पठाएको त हो कि होइन? त्यो हननियालाई येशूले पठाउनु भयो कसका? साउल कहाँ पठाउनु भयो, अधिकार दिएर पठाउनु भयो। तैँले गएर त्यसलाई प्रार्थना गरिस् र हात राखिदिस् भने त्यसको आँखा त्यसले देख्ने हुन्छ। त्यसपछि त्यसले राजालाई प्रचार गर्छ, अन्य जातिलाई प्रचार गर्छ, आफ्नै जातिलाई प्रचार गर्छ र धेरैलाई मेरो चेला बनाउँछ। त्यसका निम्ति तिमी गएर प्रार्थना गर। उता फेरि के देखाउनु पर्छ साउललाई? तेरो लागि हननिया भन्ने येशूको चेला छन्, तिनी आएर तँलाई टाउकोमा हात राखिदिन्छन्। तैँले प्रार्थना त्यसले ती अगुवाले प्रार्थना गरिदिसकेपछि तैँले चाहिँ आँखा देख्छस्। अनि साँच्चै नै उनले प्रार्थना गरिदिसकेपछि साउलले देखेका छन्। अब त्यो दमस्कसको बाटोमा येशूले साउललाई सोधेको प्रश्न के थियो त भन्दा, ए साउल के तिमी मलाई किन सताउँछौ? किन सताउँछौ? किनकि जे बुझेको छ त्यही आधारमा सताउँछु। किनकि तपाईँ झुटो भनेको आधारमा सताएको छ उनले। यिनीहरूले नौनी धर्म लिएर आएका छन्, नौनी गलत शिक्षा सिकाइराखेका छन्, हाम्रो गाउँका मान्छेलाई भड्काइराखेका छन् भनेर उसले समात्न गइराखेको। त्यही बेलामा येशूले साउललाई सोध्नुहुन्छ, के साउल तिमी तीको सुइरोमाथि लात हान्न सक्छौ? के हुन्छ साउलले तीको सुइरोमा लात हानेको भए? कसलाई चोट पर्छ? त्यही साउललाई चोट पर्छ। त्यसकारण साउल ठिकमा आएर हुन्छ प्रभु म जे भन्नुहुन्छ मान्छु भनेर फर्किएको घर। तर जान त अर्कै कामले गएको नि त खास। तर येशूले अर्कै बाटोमा फर्काएर लिएर आउनुभयो। यसकारण कहिले कहिले तपाईँ र मैले विचार गरिराखेका हुन्छौँ कि मान्छेलाई परमेश्वरले कसरी परिवर्तन गर्नुहुन्छ होला। तर जब येशूले चाहनुहुन्छ कसरी परिवर्तन गर्नुहुन्छ त्यो तपाईँलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन। उहाँले आफै काम गर्नुहुन्छ, उहाँले आफै परमेश्वरले हामीलाई पठाउनुहुन्छ। अनि यहाँ पनि त्यही कुरा यहाँ बताइएको छ। साउल निकै दिनसम्म दमस्कसमा भएका चेलाहरूसँग रहे भनेको अब वचनको शिक्षा उनले सिक्न थाले। अनि तुरुन्तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ। आमेन। अब त्यही सभाघरमा मान्छेलाई पक्रेर ल्याउने मान्छे साउल अब सभाघरमा गएर मन्दिरहरूमा गएर ठुलो मान्छे हो नि त, सबैले मानेको मान्छे हो नि त पहिलेदेखि। त्यसो भएर अब साउलले के भन्छ? येशू परमेश्वरका पुत्र हुनुहुन्छ। त्यो येशूमा तपाईले विश्वास गर्नुभयो भने तपाईले पापबाट क्षमा पाउनुहुन्छ, उद्धार र मुक्ति पाउनुहुन्छ, अनन्त जीवन पाउनुहुन्छ। तब शून्यहरू सबैले आश्चर्य अचम्म मानेर भने, यो नाउँ लिने जतिलाई यरुशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्य पुजारीहरूका लैजाने अभिप्रायले आउने यही होइन र भन्न थाले। अब हिजो विश्वासीलाई सताउने पक्रिने पुर्जी लिने मान्छे होइन र यो आज यो सिकाइरहेछ। अब शून्यहरूले भन्न थाले कि यो मान्छे पनि येशूको चेला भइसकेको रहेछ। तर साउल अझ बढी शक्तिशाली हुँदै गए र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा रहने यहुदीहरूलाई अचम्म पारिदिए। अनि धेरै दिन बितेपछि यहुदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे। याद गर्नुहोस्, तर तिनीहरूको षड्यन्त्र साउललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रात दिन सहरका ढोकाहरूमा ढुकेर बस्थे। तर तिनका चेलाहरूले तिनलाई राति नै डालोमा हाली पर्खालबाट ओह्राली दिए। याद गर्नुहोस्, अब त विश्वासीले के गर्न थाले? साउललाई बचाउनलाई
चारैतिर घेरा हालेका छन्। के गर्ने त भन्दा डोकोमा हालेपछि त मान्छेले घाँस काटेर ल्याएको होला भन्ने हुने हो, स्याउला बोकेर ल्याएको हुनसक्छ भन्ने भयो। अनि त्यो स्याउ डोकोमा हालेर उसलाई त्यो पर्खालबाट तल झारेपछि त ऊ झरेर जहाँ पनि जान सक्ने भयो। धेरै पटक उनी विश्वासीहरूले तिनै समुदायका मानिसहरूले सावललाई बचाएका छन्। अनि यसले फेरि पनि भन्छ 26 तिनी यरुशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्ने प्रयत्न गरे, तर तिनीहरूलाई उनी चेला हुन् भन्ने पत्यार नहुँदा सबै तिनीहरूसँग डराए। अब के थाहा भयो त भन्दा येशूको चेलासँग पावल भेट्न चाहन्छ त्यो सावलले, तर चेलाहरू फेरि के चाहन्छन्? यो हाम्रो कट्टर दुश्मन जस्तो छ, कट्टर दुश्मन जस्तो भएको हुनाले उसले चाहिँ हामीलाई कुनै पनि त्यस्तो खालको अप्ठ्याराहरू पार्न सक्दैन। अनि उनीहरूले त्यो खालको विचार त्याग गरिराखेका छन्। त्यसपछि 27 पद, तर बर्नबासले तिनलाई साथमा लिएर प्रेरितहरूका लगे। अनि सावलले प्रभुको बाटोमा देखेका र प्रभु तिनीसँग बोल्नु भएको र तिनले दमस्कसमा साहससित येशूको नाउँको प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए। साउल यरुशलेममा तिनीहरूसँग खुल्लम खुल्ला हिँड्न थाले र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे। अनि तिनी ग्रीक यहुदीहरूसँग वाद विवाद गर्थे र उनीहरूले तिनलाई मार्न खोज्थे। तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्याए र त्यहाँबाट तिनलाई टार्ससमा पठाइदिए। यसरी सारा यहुदिया, गालिल, सामरिया भरि मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ भयो। प्रभुको भयमा हिँड्दै र पवित्र आत्माको सान्त्वना पाएर मण्डली वृद्धि हुँदै गयो। हालेलुया। जब हामीले पनि प्रभु येशू ख्रीष्टलाई विश्वास गर्छौं, तपाई र मलाई सुरुमा सताउनेहरू आउँछन्। यहाँ पनि सताउनेहरू आइसकेपछि विश्वासीहरूले सावललाई बचाउने प्रयास गरेका छन्। त्यही सावल पछि परिवर्तन भएर पावल भएको छ। सायद तपाईले वचन पहिला पनि सुन्नु भएको छ यो पावल भन्ने विषयमा चाहिँ। त्यो सावल परिवर्तन भएर पावल बनिसकेपछि उनले कतिवटा पुस्तक लेखे अरे? कतिवटा पुस्तक? कसैले भन्नुहुन्छ? कतिवटा पुस्तक? 13वटा पुस्तक उनले रोमीको पुस्तक हुँदै कहाँसम्म? फिलेमोनसम्मको पत्र उनले लेखेको कुरा हामी त्यहाँ देख्दछौँ। यसकारण तपाईँ र म जब येशूको चेला हुन्छौँ, सुरुमा विरोधहरू आउँछ, सतावटहरू आउँछ। अनि तपाईँ र मैले पनि सायद आज सबले होली खेल्दा हामीलाई पनि होली खेल्ने मन लाग्छ। तर त्यो होली किन खेलियो, कहाँबाट त्यो होली खेल्न सुरुवात गरियो र त्यो होली खेलेर के फाइदा हुन्छ भन्ने कुरा हामीले बुझेको छैनौँ। हामी अरूले होली खेले यसकारण मैले होली खेल्नुपर्छ भन्ने कुरा बुझ्दैछौँ। तर म अहिले पनि भन्छु, तपाईँ र म विश्वासी हुँदै गर्दा बाइबल पढेर बुझेर विश्वासी भयो भने राम्रो विश्वासी भइन्छ। होइन भने फेरि हामीले उयो हाम्रा बाजेहरूले त्यो अस्ति कुरा गरेको थिएँ मैले, बिरालोले ल्याएर डोकोमा तुले जस्तै गरेर खोजेर डोकोमा तुलेको जस्तै अरूले भनेको कुरामा हामी लाग्छौँ, तर सत्यता हामी बिर्सिन्छौँ। त्यसकारण हामी येशूका मान्छेले चाहिँ के हो त भन्दा सत्य के हो त्यो कुरालाई पछ्याउने, गलत के हो त्यसलाई छोड्दै जाने। किनकि हामी पापी मानिस भएको हुनाले हाम्रो प्रयास चाहिँ के हुनुपर्छ? येशू जस्तै बन्ने। एउटा चेलाको उद्देश्य के हुन्छ? गुरु जस्तै बन्ने हो कि होइन? तर गुरुहरूले, संसारका गुरुले के सिकाउँछ त भन्दा 100मा 79वटा कुरा सिकाउँछ अरे, एउटा कुरा चाहिँ कहिले गुरुले सिकाउँदैन अरे। तर प्रभु येशू ख्रीष्ट यस्तो खालको गुरु हुनुहुन्छ, उहाँले 100मा 100 कुरा सिकाउनुहुन्छ। आमेन। अनि उहाँले यही चाहनुहुन्छ, मेरो चेला म भन्दा शक्तिशाली होस्, मेरो चेला मैले भन्दा राम्रो काम गरोस्, मेरो चेला मैले भन्दा राम्रा परमेश्वरको आराधना गरोस् र मसँग समय बिताओस् भन्ने चाहिँ प्रभु येशू ख्रीष्टको इच्छा छ। त्यसो भएर येशू ख्रीष्ट यही चाहनुहुन्छ कि आजको वचनबाट धेरै पटक अहिलेको परिस्थिति, नेपालको परिस्थिति हेर्नुभयो भने इसाईहरूलाई चारैतिरबाट मान्छेले घेराबन्दी गरेका छन्, यसो गरेका छन्, मान्छेले धर्म प्रचार गरेका छन्, इसाईहरूले सब देश खाइसक्यो भनेका छन्, पैसामा इसाईहरूले किनेका छन्, गरिबहरूलाई पैसा बाँडेर इसाई बनाएका छन् भनिराखेका छन्। तर येशूलाई चिन्नु भनेको जीवनलाई परिवर्तन गर्नु, मृत्युबाट जीवनलाई रोज्नु। अब हामी मर्नबाट बाँच्छौँ भने हामीले
हामीलाई मान्छेले जेसुकै आरोप लगाए पनि हामीलाई कुनै डर छैन, किनकि हामीले राम्रो कामलाई रोजेका छौँ। त्यसो भएर मैले अघि नै पनि बिहान सिकाउँदै थिएँ, अब तपाईँ र मैले येशूलाई विश्वास गरेर बप्तिस्मा लिइसकेका मान्छे भएको हुनाले मलाई कहीँ कसैले घाँटी रेटेर मार्दै पनि मलाई टेन्सन छैन, किनकि मेरो शरीर अब ठुलो कुरो होइन। म त शरीरको पछि यत्रो दिन लागेको रहेछु, अब त मेरो आत्मा ठुलो कुरा हो। मेरो आत्मा अब येशूसँग जाँदैछ भने अब म आत्तिनु पर्दैन। त्यसो भएर हामीले शरीरको चिन्ता गर्ने कुरालाई मात्रै नगरेर शरीरमा छौँ त शरीरको पनि चिन्ता गर्नु पर्यो, तर शरीर र आत्माको चिन्ता बराबर हामीले गर्नुपर्ने हुन्छ। हामीले आत्माको चिन्ता जब गर्छौँ, येशूलाई हामीले नजिकबाट चिन्ने मौका पाउँछौँ। जब येशूलाई नजिकबाट चिन्ने मौका पाउँछौँ, उहाँको बारेमा हामी थाहा पाउँछौँ र उहाँको इच्छा अनुसारको हामी जीवन जिउँछौँ र हामीले अनन्त जीवनको मुकुट प्राप्त गर्छौँ, जसलाई हामीले स्वर्ग भन्ने गरेका छौँ। आमेन। त्यही प्रभु येशू ख्रीष्टले हामी सबैलाई जसरी पावरलाई परिवर्तन गर्नुभयो, हाम्रा मानिसहरूलाई, हामीलाई सबैलाई परमेश्वरले परिवर्तन गर्नुभएको होस्, त्यही जीवन जिउनलाई उहाँले हामीलाई सहायता गर्नुभएको होस् भनेर हामी प्रार्थना गर्दछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। हुन्छ त्यसलाई सर्वशक्तिमान हामीहरूका जीवित अनि दयालु परमेश्वर, साँच्चै नै तपाईँ महिमित परमेश्वर हुनुहुन्छ। आजको दिन प्रभु तपाईँ परमेश्वरले लालबहादुरको परिवारहरूसँग हामीलाई सँगै बसेर संगति गर्ने मौका दिनुभयो। प्रभु बुवा आमाहरूसँग सँगै भेट्ने फेरि मौका दिनुभयो प्रभु। अनि दाजु भाउजूहरू सबैजनासँग तपाईँले एउटा सुमधुर अवसर तपाईँले दिनुभएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। तपाईँको धेरै विरोध गर्ने कट्टर विरोधी साउललाई तपाईँले परिवर्तन गर्नुभयो, हामीलाई पनि परिवर्तन गर्नुभयो। धेरै मानिसहरू छन्, हाम्रा आफन्तहरू छन्, हाम्रा छरछिमेकीहरू छन्, हाम्रो समुदायका मानिसहरू छन्, उनीहरूलाई पनि तपाईँले प्रेम गर्नुहुन्छ, उनीहरूलाई पनि तपाईँले परिवर्तन गर्नुहोस्, उनीहरूले पनि येशू तपाईँलाई चिन्न सकुन्। हामी यही प्रार्थना गर्छौँ। उनीहरू नरक जाउन् भन्ने शैतान चाहन्छ, तर येशू तपाईँ चाहनुहुन्छ मानिसहरू बाँचुन्। हामी तपाईँ येशूका चेला भएको हुनाले हामी पनि चाहन्छौँ हाम्रा कोही पनि मानिस नमरुन्, कोही पनि मानिस नरकमा नजाउन्, तिनीहरू अनन्त जीवन पाउन्, स्वर्ग जाउन् भन्ने हामी चाहन्छौँ प्रभु। हे पवित्र आत्मा परमेश्वर, आजको दिन तपाईँले साउलको जीवनबाट हामीसँग वचनमा बोल्नुभयो, तपाईँलाई धन्यवाद भन्छौँ। उहाँको श्रीमतीको लागि हामी प्रार्थना गर्छौँ प्रभु। अनि म्याडमको जुन ढाडहरूमा भएको समस्याबाट बिस्तारै तपाईँले चङ्गाई दिइराख्नु भएको छ, फेरि पनि म्याडमलाई चङ्गाई दिनुहोस् प्रभुले। सानो बाबुहरूलाई नानीहरूको पढाइमा तपाईँले आशिष दिनुहोस्। सानो नानीहरूको अब इक्जामहरू नजिक आइराखेको छ, सानो नानीहरूको इक्जाममा तपाईँले सफलता दिनुहोस्। धेरै मेहनत गरेर तयारी भएर इक्जाममा गएर लेख्नलाई तपाईँले ज्ञान बुद्धि दिनुहोस्, त्यो समझ शक्ति दिनुहोस्। हामी तपाईँसँग प्रार्थना गर्छौँ प्रभु। अनि उहाँहरू धेरैजना सच्चाइतिर हुनुहुन्छ प्रभु, उहाँहरूलाई वास्तवमा सच्चाइबाट अब झन् प्रभुमा फर्कन धेरै सजिलो छ प्रभु, किनकि उहाँहरूले धेरै कुराहरू बुझ्नु भएको छ। अब त्यसलाई अझै धेरै गहिरिएर बुझ्नलाई तपाईँले सहायता गरिदिनुहोस् प्रभु। त्यो ज्ञान बुद्धि र समझ शक्ति उहाँहरूको खोलिदिनुहोस् प्रभु। यो पुरै समुदायको लागि हामी प्रार्थना गर्दछौँ। पवित्र आत्मा परमेश्वर, तपाईँ परमेश्वरले यो परिवारलाई आशिष दिनुहोस्। हामीहरू सबैलाई पनि प्रभु तपाईँले सुरक्षा साथ ल्याउनु भयो, तपाईँलाई धन्यवाद भन्छौँ प्रभु। हामी 6 जनालाई आज फेरि यो संगतिमा ल्याउनु भएको लागि धन्यवाद भन्छौँ र यो सबैजनालाई येशू तपाईँको नाममा हामी आशिष दिन्छौँ। हरेकलाई आशिषले भरिदिनुहोस् प्रभु। हामी प्रकृतिको लागि प्रार्थना गर्छौँ, प्रकृतिलाई तपाईँले छोएर उनको अपरेसनहरूमा तपाईँले सहायता गरिदिनु भयो, होसहरू आउनलाई तपाईँले मद्दत गरिदिनु भयो प्रभु। अनि अनुग्रह माग्छौँ, हामीले प्रेम गर्नुहुने येशू प्रभुको नाममा, आमेन। प्रभुले सिकाउनु भएको प्रार्थना हामी गर्दैछौँ। रेडी 1 2 3। हे हाम्रा स्वर्गीय पिता, तपाईको नाम पवित्र गरियोस्, तपाईको राज्य आओस्, तपाईको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै पृथ्वीमा पूरा गर्नुहोस्। आज दिनभरिको भोजन हामीलाई दिनुहोस्, हाम्रो अपराधहरूलाई क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा नल्याउनुहोस् र दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सर्वदै तपाईकै हो। आमेन। जय मसीह, जय मसीह।